यसपालि त अब यो वर्ल्ड कप त स्योर हामीले जित्नै पर्छ र हामी जित्छौँ पनि। मेरो चाहिँ बाध्यताहरू पनि छ धेरै होइन। अब बुढीले उताबाट घरबाट फोन गरेर चाहिँ नि बार बार भनिरहेछ मलाई होइन, यो 18 डिसेम्बर चाहिँ तिम्रो कि अन्तिम वर्ल्ड कप हो कि तिम्रो अन्तिम दिन हो भनेर चाहिँ भनिरहेछ है। त्यो भएकोले गर्दाखेरि पनि मलाई चाहिँ खुब डर पनि लागिरहेछ। अस्ति फेरि अब नेपालबाट केटाहरूले कुरा पनि लगाइदिएछ नि त, अनि त्यो भएकोले गर्दा पनि अब रक्सी खाएर चाहिँ नै साउदीसँग खेल्यो भनेछ। त्यसले गर्दाखेरि पनि मलाई चाहिँ धेरै प्रेसर छ। अब 18 डिसेम्बर त हामी जित्छौँ। अब हामीलाई डर थियो ब्राजिलसँग होइन, ब्राजिल त अब त्यो नेवारहरू त दामी खेल्ने हो, अनि बाठो पनि हुन्छन्। अब फ्रान्स त हेर्नुहोस् न, अनि त्यो एम्बापे हेर्नुहोस् त, दुम्सी जस्तो ठ्याक्कै होइन, अब त्यो दुम्सी जस्तो लाटो लाटो छ होइन। अब तिनीहरूलाई चाहिँ हामीले बलले भन्दा पनि अब खेलेर बलले भन्दा पनि बुद्धिले जित्ने चाहिँ नै मेरो योजनाहरू छ। त्यस्तै अब आइडियाहरू पनि मैले लगाएको छु। जस्तै हाफ टाइम हुँदा उनीहरू चाहिँ अब एनर्जी ड्रिङ्क्सहरू हान्नु जान्छ होइन, ट्याक्कै त्यो बेला मैले चाहिँ 2 गोल जति छिराइराख्ने, अनि त्यसले जित्ने चाहिँ हामीले पक्का पक्की छ। अब फेरि बुढीले के पनि भन्छ, अब 18 डिसेम्बर चाहिँ अब कि तिम्रो अन्तिम वर्ल्ड कप हो कि तिम्रो चाहिँ अन्तिम दिन हो भनेको छ नि त। त्यो भएकोले गर्दाखेरि पनि अब के छ भन्दाखेरि अब अन्तिम दिन नपारौँ, बरु वर्ल्ड कपको अन्तिम नै पारौँ। अब फेरि कस्तो पनि छ भने बुढीले भनेको छ, अब तिमीले यसपालि वर्ल्ड कप जितेन भने एम्बापेले लग्यो भने त म त एम्बापेसँगै जान्छु भनेको छ। अब त्यो दुम्सी जस्तो मान्छेसँग बुढी पठाउनु भन्दा त्यसपालि हामीले बुद्धि लगाएर जसरी भए पनि जित्नै पर्छ र हामी जित्छौँ नै, ढुक्कै जित्छौँ। तपाईँहरू ढुक्कै बस्नुहोस्।